अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। स्विजरल्यान्डलाई 3-1 को गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे। अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको 10औं मिनेटमा गोल गरे। लियोनल मेस्सीको पासमा उनले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा स्विजरल्यान्डका ड्यान एन्डोले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याएका हुन्। बायाँ विङबाट भित्र छिर्दै 66औं मिनेटमा एमिलियानो मार्टिनेजले खुट्टाको बीचबाट उनले बललाई जाली चुमाए। निर्धारित समयमा 1-1 को बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। अतिरिक्त समयमा जुलियन अल्भारेजले गोल गर्दै नतिजा 2-1 मा पुर्याए। खेलको 121औं मिनेटमा मार्टिनेजको गोलपछि स्थिति 3-1 मा पुग्यो। अर्जेन्टिनाले सेमी फाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ।